भाइ बस न एकछिन गफ गर्दैछौँ। तिमी पनि ठुलो भएर के गर्ने सपना छ तिम्रो? सर भन्ने? ठिक छ ठिक छ। मेरोमा भ्युज नै आउँदैन नि कान्छा, 1-2 भ्युज आउँछ। तर आयो भने मात्रै बनाउनु ला। त्यस्तो है, त्यस्तो भनिदिएको मेरो त चित्तै दुख्यो नि त अनि कान्छा। होइन होला के हो? नमस्ते एभ्रिवान, स्वागत छ तपाईँहरूको मेरो नयाँ भिडियोमा। र आज म बल खेल्न गइरहेको अवस्था देख्न सक्नुहुन्छ। र म चाहिँ पुरानो स्कुलमा आइसकेको छु। अहिले चाहिँ फिलहाल बल खेल्ने केटाहरू पनि कोही छैन होइन। मास्तिरबाट 1-2 जना दाइहरू दाजुभाइहरू आउँदै हुनुहुन्छ र उहाँसँग खेल्ने भनेर आज चाहिँ म हिँडेको छु है। धेरै भयो बल नखेलेको पनि। आज चाहिँ म बल खेल्न गइरहेको अवस्था देख्न सक्नुहुन्छ। र हाम्रो गाउँको बाटो यस्तै रहेको छ, सुन्दर सुन्दर हरियाली वन जङ्गल। आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु, आरामै छु है। गाउँको दाजुभाइहरू पनि सबै बाहिर जानुभएको छ है, त्यस कारणले गर्दाखेरि गाउँमा मान्छे पनि नभएको अवस्था अहिले फिलहालको समयमा चाहिँ। त्यही भएर गाह्रो छ गाउँमा बस्नु पनि, बोरिङ। एकजना मान्छे पनि हुँदैन अहिले चाहिँ, गाउँमा मान्छे नै छैन क्या, सबै ढाबातिर झर्नुभएको छ। त्यस कारणले गर्दाखेरि मान्छे एकजना पनि भेटिँदैन होइन। अनि भन्दा भन्दै यहाँ माथि एउटा स्कुले भाइ जाँदै रहेछ। 4-4:30 भइसकेको छ है। रात पनि छिट्टो पर्छ, दिन पनि के छिटो जानु थाल्यो होइन दाजुभाइहरू। र उ त्यहाँनिर चाहिँ एकजना भाइ हिँडिरहेको छ बाटोमा। बस न एकछिन गफ गर्दैछौँ क्या, बस न। के छ खबर? ठिक छ? एक्लै गएर आएको? एक्लै? च्यानलको नाम अशोक लिम्बू छ। सब्सक्राइब गर्ने हो? ठिक छ, गर्नुपर्छ है। देखेको थियौ? सब्सक्राइब पनि गऱ्यौ? ल गर्नुपर्छ। अनि एक्लै कोही छैन साथी स्कुल जाने? छैन, यता माथि एउटा कोही पनि छैन? तलतिरदेखि? तलदेखि छ? ए ल ठिक छ। मेरोमा भ्युज नै आउँदैन नि कान्छा, 1-2 भ्युज आउँछ। कुछ भी नबनाउनु, बनाउनु पर्छ नि हो। अच्छा हमको सिखा रिया है। ल यतापट्टि हुन नि त, 100,000 आयो भने मात्रै बनाउनु ला। त्यस्तो है, त्यस्तो भनिदिएको मेरो त चित्तै दुख्यो नि त अनि कान्छा। होइन होला के हो? होइन थोरै मात्रै आउँछ क्या, मेरो 1-2 भ्युज मात्रै आउँछ। त्यो भएपछि नबनाउनु मैले। आउँदैन हो 1-2 हजार कहाँ, म त्यस्तो ठुलो युट्युबर नै होइन नि त अनि। त्यही त नि, केही भनिदेऊ न त यसो। अनि बात तिमीले भन्दाखेरि बा धेरै भ्युज जान्छ कि। ठिक छ, राम्रोसँग पढ्नु होइन, छिट्टै सर भएको देख्न पाऊँ ल। ओके, तिमी पनि ठुलो भएर के गर्ने सपना छ तिम्रो? सर भन्ने? ल ठिक छ। कति क्लासमा पढ्छौ? 8मा? कति वर्ष पुग्यौ? 69 सालको? कति? 79? 14 वर्ष? 14 वर्षको उमेरमा 8 क्लास? ठिक छ, राम्रै रहेछ। एक्लै जाँदो रहेछौ? तिमीहरू कतिजना दाजुभाइ हो? 3 भाइ 2 बहिनी? 3 भाइ। कान्छा तिमी माइला हो? One eternity later. फुटबल खेलेर घर आएर पनि लुगासुगा चेन्ज गरिसकेको छु र सुत्ने टाइम पनि भइसकेको छ होइन। र मैले फुटबल खेलेको भिडियोहरू, ग्राउन्डको भिडियोहरू चाहिँ देखाउनु पाइनँ, त्यसको लागि आइम रियली सरी। र अर्को भिडियोमा भेट्ने नै छौँ भन्दै आजको लागि यति नै। बाइ बाइ, टेक केयर।